अब के गर्नु एउटा स्कुटीमा अटिएन 4 जना यी तीनटा छोराछोरी यता तीनटा छोराछोरी देखा न टमटम बोलाको बाजा र बाजु झगडा फाइटिङ अब तै र मै हेलो हामीले चाहिँ यसरी जाँदैछौँ आधा बाटो पुग्यौँ र अब पुग्नै आँट्यौँ एकछिनमा पुग्छौँ र आज चाहिँ शनिदेवजीको जन्मोत्सव हो र हामीले चाहिँ वहीँ जाँदैछौँ शनि मन्दिर र आउनुहोस् हजुरहरू पनि शनिजीको दर्शन गर्नुहोस् र पुग्नै आँट्यौँ। दियाबत्ती जलाउँदैछौँ हामीले चाहिँ आमा छोरी सबैजना भएर दियाबत्ती जलायौँ पूजासुजा गरेर पनि पूजापाठ गऱ्यौँ र अनि हामीले चाहिँ अब यहाँ एकछिन कीर्तन सुन्दैछौँ। यता चाहिँ हनुमानजीको मन्दिर हो यहाँ हाम्रो ती छेउमै छ शनि मन्दिरको छेउमै छ हनुमानजीको मन्दिर पनि। अनि फेरि एकछिन पछि बसिरहेको थियौँ यो दिदीले चाहिँ चिया ल्याएर दिए चिया मिठाईहरू ल्याएर दिए र हामीले चाहिँ खाँदैछौँ सबैजना बसेर एकछिन र प्रसाद खाएर जानु भनेर भनेको थियो र अनि एकछिन बसिरहेको थियौँ र यहाँ एकजना फेरि एकजना दिदी चिनेको दिदी उसलाई पनि भेट्यौँ अनि सँगै गफ गर्दै चिया खाँदै बसिरहेको थियौँ र फेरि अनि यता हामीलाई चाहिँ प्रसाद खानु बोलायो र प्रसाद खानु गयौँ र यी प्रसादमा चाहिँ खिचडी थियो र खिर थियो कस्तो राम्रो बनाउनु भएको थियो उहाँहरूले चाहिँ खिर यहाँ खाँदैछौँ हामीले चाहिँ। अनि अब हामी चाहिँ जाने रात पनि पर्न आँट्यो रातै पऱ्यो ल हुन्छ त बाई बाई फेरि भेटौँला अर्को दिन।